नमस्ते साथीहरू, हजुरहरूलाई स्वागत छ। आज चाहिँ हामीले आँपको एकदमै मिठो पिरो पिरो खट्टे अचार चाहिँ कसरी बनाउने त, मिठी भन्दा पनि अमिलो टक्क परेको अचार यो 2-3 दिनमै खान मिल्ने कसरी बनाउने त भनेर म हजुरहरूलाई रेसिपी सेयर गर्न गइरहेको छु। यो बनाउन एकदमै सजिलो अनि खान एकदम मिठो छ। यसको लागि चाहिँ हामीले 4 दाना चाहिँ सानो आँप लिएको छौँ अनि त्यसपछि हरियो खुर्सानी पनि लिएको छौँ। अब यसलाई हामीले राम्रोसँग यसको बाहिरको फोरहरू चोपहरू सबै जाने गरी चाहिँ हामीले यसलाई वास गर्नुपर्ने हुन्छ। खुर्सानीहरूलाई पनि हामीले सँगसँगै वास गर्नुपर्ने हुन्छ। ल हेर्नुहोस् त, एकदमै अलिअलि दाग लागेको पनि सफा गरेर चाहिँ यसलाई पखाल्नुपर्छ। मैले यसलाई राम्रोसँग पखालेर निकालिसकेको छु। अब हामीले यसलाई चाहिँ एउटा रुमालले पुछेर यसको पानीहरू चाहिँ सबै हटाउनु पर्ने हुन्छ। यसलाई सुक्खा बनाएर यसलाई हामीले राख्नुपर्ने हुन्छ। चिसो भयो, पानी भयो भने चाहिँ यो अचार बिग्रिन्छ। त्यसैले चाहिँ हामीले यसलाई मजासँग एउटा रुमालले, एउटा टावेलले, हजुरहरूसँग जे छ त्यसले चाहिँ राम्रोसँग यसलाई पुछ्नुपर्ने हुन्छ। मैले चाहिँ यहाँ किचन टावेलले चाहिँ यसलाई राम्रोसँग पुछिरहेको छु। यसको पानीहरू जति सबै सोच्नु पर्ने हुन्छ। यसको पानी सबै सुक्खा भइसकेपछि अचार चाहिँ बिग्रिँदैन। यो आँपको अचार चाहिँ हामीले बनाउँदादेखि नै खान मिल्छ र हामीले यो 1 महिनासम्म फ्रिजमा राखेर खाँदाखेरि एकदमै मिठो हुन्छ। अब यसै गरी हामीले यो आँप त पुछेर सकिसक्यो। अब यो खुर्सानीलाई पनि एकदमै राम्रोसँग टावेलले पुछेर यसको खुर्सानीको चिसोपन जति सबै फ्याल्नुपर्ने हुन्छ। यसमा चाहिँ बिल्कुलै खुर्सानी आँप दुइटैमा चिसो भन्नेको चिज रहन हुँदैन। सबै हामीले यसलाई सोसेर फ्याल्नुपर्ने हुन्छ। अब मैले बिस्तारै बिस्तारै खुर्सानीहरूलाई पनि यसको पानीहरू लागेको चाहिँ सबै पुछेको छु। यस्तो रुमालले सोसेको छु। अब हजुरहरूले अलि बेसी पिरो खानुहुन्छ भने अलि धेरै यो खुर्सानीहरू पनि राख्न सक्नुहुन्छ अनि यसमा दुलो खुर्सानीहरू, अरू धेरै रातो खुर्सानीहरू पनि राख्न सक्नुहुन्छ। मैले त ठिक्क मात्रामा राखेको छु। अब मैले यहाँ तोरीहरू अनि त्यसपछि यसलाई चाहिने मसला तोरी अनि यो खुर्सानीहरूलाई पनि फुटाएर राखेको छु अनि धनिया पनि, जिरा पनि राखेको छु। सबै राखेर मिक्स गरेको छु। खुर्सानीको चाहिँ मैले गेडा निकालेको छु पिरो कम होस् भनेर है। अब हेर्नुहोस् त, यहाँ सबै मैले चाहिने मसलाहरू जति राखिसकेको छु। फर्स्टमा मैले मेथी राखेको छु। मेथी चाहिँ मैले अलिकति कम राखेको छु। मेथीलाई हामीले हल्का कालो कालो हुने गरी फ्राई गर्नुपर्छ। यत्तिको मेथी फ्राई भइसकेपछि यसमा मैले जिरा राखेको छु अनि थोरै मैले यहाँ सौँफ पनि राखेको छु अनि मैले अलिकति धनिया पनि राखेको छु। मसलाहरू चाहिँ एकदम राम्रोसँग क्वान्टिटी मिलाएर राख्नुहोस् होला। अब यो सबै चिज राखेपछि मैले हल्का यसलाई ड्राई रोस्ट गर्नेछु। अब यसलाई हजुरहरूले ठिक्क मिडियम हिटमा चाहिँ यसलाई ड्राई रोस्ट गर्नुपर्ने हुन्छ। मसलाहरू सबै धेरै पाकिसकेपछि यसमा मैले जुवानो राखेँ अनि मैले कालो तोरी राखेको छु। हजुरहरूले आलु तोरी राख्दा पनि हुन्छ। हजुरहरूसँग जुन तोरी छ त्यही तोरी राख्दा हुन्छ। मैले चाहिँ कालो तोरीलाई राखेको छु अनि जुवानो पनि राखेको छु। मसलाहरू राख्दा सबै मसलाको क्वान्टिटीहरू ठिक्क पुर्याएर राख्नुपर्ने हुन्छ। त्यसैले चाहिँ यहाँ अचार एकदमै मिठो बनाउँछ। अब यो मसलाहरू सबै चटकिसक्यो। अब मैले यसमा अघि यो कभरमा भित्रको त्यो गेडा निकालेर राखेको खुर्सानीलाई पनि मैले राखेको छु। हजुरहरूलाई एकदमै धेरै पिरो मनपर्छ, स्पाइसी खानुहुन्छ भने चाहिँ भित्रको यो जुन मैले यसको भित्रको त्यो सिडहरू निकालेको छु नि, हजुर त्यो ननिकाल्दा पनि हुन्छ। मैले चाहिँ अलिकति कलरको लागि मात्रै खुर्सानी राखेको भएर मैले यसको भित्रको सिडहरू सबै निकालिदिएको छु। अब यो सबै मसलाहरू चाहिँ पाकिसक्यो। अब हामीले यसलाई मिक्सी जारमा राखेर एकछिन तातो जानको लागि रेस्ट गर्छौँ अनि यसलाई पिनेर ल्याउँछौँ। अब यता चाहिँ मैले यसरी आँपलाई चाहिँ यस्तो गरेर ठाडो ठाडो गरेर काटेको छु। हजुरहरूले जुन साइजमा काट्दा पनि हुन्छ। यो आँपको चाहिँ मैले यसलाई भित्रको त्यो यो गुदी हुन्छ नि, यसलाई के भन्छ, यसलाई चाहिँ निकालेको छु। यो राख्यो भने चाहिँ तितो हुन्छ अचार। अब हामीले यसलाई मसिनो पिस गरेर हामीले काट्छौँ। हजुरलाई जस्तो जस्तो साइजमा मनपर्छ त्यस्तै साइजमा काट्नुहोस् होला। मैले चाहिँ अलिकति ठुलो साइजमा काटेको छु। हजुरहरूले यहाँभन्दा पनि मसिनो गरेर काट्न पनि सक्नुहुन्छ। यो अचार चाहिँ एकदमै मिठो हुन्छ, एकदमै चटपटा अनि अमिलो अमिलो एकदमै टेस्टी हुन्छ। अनि हाम्रो यो मसलाहरू सबै मिक्स गरेर राख्दा चाहिँ एकदम मिठो टेस्ट, एकदम मिठो स्वाद आउँछ। ल हेर्नुहोस् त, मैले बिस्तारै बिस्तारै आँपलाई चाहिँ एकदमै ठिक्कको साइजमा काटिरहेको छु। मैले यहाँ भोइस दिँदै पनि मेरो मुखबाट पानी आइरहेको छ। यो अचार चाहिँ रोटीसँग खानासँग एकदमै मिठो हुन्छ। अनि यो हाम्रो अब गर्मी सिजन लाग्यो नि त, अनि के खाउँ भइरहेको बेलामा ट्वाक्क पिरो
अमिलो टक्क जिब्रोमा आउँछ अनि एकदमै स्वादिलो हुन्छ। यसलाई चाहिँ मैले यसरी काटिरहेको छु। हजुरहरूले पनि जति क्वान्टिटीमा हजुरहरूले बनाउँदै हुनुहुन्छ त्यस्तै क्वान्टिटीमा हजुरले मसलाहरूलाई पनि थप्न सक्नुहुन्छ। मैले यहाँ 4वटा ठिक्क थोरै मात्रै बनाएको छु अनि त्यसैले मैले मसलाहरू पनि थोरै मात्रामा मात्रै पिनेको छु। ल हेर्नुहोस् त मैले चाहिँ मसिनो गरेर यसलाई काटिरहेको छु। हजुरहरूलाई कभर मन पर्दैन भने यसको कभरलाई फ्यालेर पनि गर्न सक्नुहुन्छ। तर यो कभरसँगै राख्यो भने चाहिँ अचार छिट्टै गल्दैन अनि राम्रो मिठो टेस्ट पनि आउँछ। त्यसैले म कभरसँगै राखिरहेको छु। कभरसँग पनि एकदमै मिठो हुन्छ। मैले आँपहरूलाई मसिनो गरेर एकदमै अचार राख्ने साइजमा चाहिँ काटेर रेडी गरिसकेँ। सबै आँपहरूलाई हेर्नुहोस् त यसरी काटेर रेडी गरेको छु। हजुरहरूले साइज चाहिँ सानो ठुलो बनाउन सक्नुहुन्छ। अब चाहिँ आँप काटेर रेडी भइसक्यो। अब चाहिँ मैले हरियो खुर्सानीलाई पनि काट्न स्टार्ट गर्छु। मैले यहाँ हरियो खुर्सानी अघि पुसेर सुक्खा बनाएर राखेको थिएँ। अब यो हरियो खुर्सानीलाई पनि मैले यसरी काट्छु। अब मैले हरियो खुर्सानीको भित्रको यो गेडाहरूलाई पनि निकालिदिन्छु। हजुरहरूलाई धेरै पिरो खानु मनपर्छ भने ननिकाल्नुहोस् होला। मैले चाहिँ यो स्वादको लागि मात्रै राख्न लागेको छु। त्यसैले चाहिँ यो भित्रको यो सिडहरू चाहिँ निकालिसकेपछि पिरो एकदम कम हुन्छ अनि यो खुर्सानीको टेस्ट मात्रै आउँछ है। मैले चाहिँ यो बिल्कुलै यो हजुरहरूलाई पिरो मनपर्छ भने राख्नुहोस् होला, ननिकाल्नुहोस् होला है त। म अघि हजुरले याद गर्नुभयो कि गर्नु भएन, अघि मैले रातो खुर्सानीको पनि यो बियाहरू चाहिँ निकालेको थिएँ। अब यो हरियो खुर्सानीको पनि निकालेको छु। यो मैले चाहिँ कम पिरो अनि त्यो खुर्सानीको टेस्ट मिठो आओस् भनेर मात्रै गरेको है। हजुरहरूले धेरै पिरो खानुहुन्छ, एकदमै पिरो मन पराउनुहुन्छ भने हजुरहरूले यो गेडाहरूलाई चाहिँ ननिकाल्दा पनि हुन्छ। यसले पिरो कम गर्छ। त्यसैले मैले निकालेको छु है। यो बिस्तारै बिस्तारै निकाल्नुहोस् होला। हातमा पनि एकदमै यो घाउ हुने सम्भावना हुन्छ। मैले सबै खुर्सानीहरूको बियाहरूलाई चाहिँ यसरी निकालेको छु अनि 1-2टाको चाहिँ राखिदिन्छु। हल्का हल्का पिरो पनि आओस् भनेर। अचार भनेपछि थोरै थोरै पिरो पनि मिठो हुन्छ है त। अब मैले सबैको बिस्तारै बिस्तारै कभर निकालेको छु। मलाई यो हरियो खुर्सानीको यस्तरी अचार एकदमै मिठो लाग्छ। तर पिरो खान नसक्ने भएको भएर म सधैँ यसरी नै यसको यो बियाहरू चाहिँ यसरी फ्यालेर अनि खाने गर्छु। हरियो खुर्सानी टोक्न मन लाग्यो भने पनि म त्यत्तिकै गडङ्ग चबाउन चाहिँ सक्दिनँ। यसरी नै बीजबाट काटेर यसको सबै गेडाहरू सबै फ्यालेर अनि म हरियो खुर्सानीहरू प्लेटमा राखेर चपाउँछु। अनि यो सधैँभरि गर्नलाई त ज्याउ लाग्छ नि त। अनि एकै दिन चाहिँ धेरै खुर्सानीहरू काटेर फ्रिजमा स्टोर गरेर अनि खान मन लाग्दा चाहिँ निकाल्दै कडङ कडङ टोक्दै गर्छु क्या मैले। अनि हजुरहरूले पनि यसरी नै हजुरलाई हरियो खुर्सानी खान मन लाग्छ, पिरो खान सक्नुहुन्न भने यसरी नै बियाहरू निकालेर फ्यालेर हजुरले फ्रिजमा स्टोर गरेर हजुरले 1 महिनासम्म पनि निकालेर खान सक्नुहुन्छ है। ल हेर्नुहोस् त मैले सबै अब यसको खुर्सानीको बियाहरू चाहिँ सबै निकालेर सकिसकेको छु। अनि अब हजुरहरूले यो अवस्थामा पन्जा लाएर गर्न सक्नुहुन्छ। तर मैले पन्जा लाएर बिल्कुलै गर्न सक्दिनँ। चिफ्लेर झन् हातमै चक्कु लाग्ने सम्भावना हुन्छ। त्यसैले मैले आफ्नै पन्जा नलाइकन आफ्नै हातले गरिरहेको हुन्छ। मैले यहाँ थोरै तेल लगाएर चाहिँ खुर्सानी काटेको छु। त्यसले गर्दा हाम्रो हातमा धेरै पिरो लाग्दैन। अलिअलि पिरो चाहिँ हामीले वास गरेपछि गइहाल्छ। अब मैले काटेर रेडी गरेको खुर्सानीलाई चाहिँ यसरी काटेको आँपमा नै राखेँ। म सँगसँगै यो चपिङ बोर्डहरू सबै टिस्यु पेपरले सफा गर्दै गर्दै गरिरहेको हुन्छु। मलाई चाहिँ किचन निट एन्ड क्लिन चाहिन्छ। त्यसैले म सँगसँगै सफा पनि सँगसँगै गर्छु। अब हामी अचार भन्ने बित्तिकै हाम्रो तोरीको तेल नै चाहिन्छ। तोरीको तेलले अचारलाई एकदम मिठो स्वादिलो दिन्छ। अघि पिनेर रेडी गरेको खुर्सानी मसलाहरूलाई पनि म रेडी गरेर पिनेर निकालिसकेँ। अब यो चाहिँ मैले अचारमा खराइदिन्छु। अब यसरी मैले चाहिँ ठिक्क यो अचारलाई पुग्ने थोरै मात्रा मात्रै मसला बनाएको छु। त्यसरी चाहिँ मैले सबै मसलाहरू निकालेर चाहिँ अचारमा राखेँ। अब यो अचारलाई भित्रसम्म यो मसलाहरू लागोस् भनेर मैले यसलाई राम्रोसँग मोलिदिन्छु। हजुरले यो अवस्थामा हातले मोल्दा पनि हुन्छ। मैले चाहिँ यसमा स्पुनले नै मोलिरहेको छु। अब मैले अलिकति यसमा स्वादअनुसार नुन पनि राखेको छु। हजुरहरूले यसमा कालो नुनलाई बिरे नुन या कालो नुनलाई पनि राख्न सक्नुहुन्छ र यो सेतो नमक मात्रै राख्न पनि सक्नुहुन्छ। अब सबै नुनहरू मसलाहरू सबै राखिसकेपछि हेर्नुहोस् त यत्तिकै पनि खाउँ भइसक्यो नि त। यो मैले एक पिस निकालेर चाखी पनि सकेँ। एकदमै नुनहरू कस्तो लागेको छ भने नुनहरू एकदम ट्वाक्क लागिसकेको रहेछ। अब हेर्नुहोस् त अब यो सबै
सबैलाई भित्रभित्रसम्म मसला जाने गरी मैले मोलेको छु बाटामा राखेर। अब यतापट्टि तेल तात्दैछ नि त, तेललाई राम्रोसँग तताइसके पछाडि अब मेथी फुराउन राखिदिन्छु। मेथीलाई पनि ब्राउन कालो कालो हुने गरी फ्राई गर्नुपर्ने हुन्छ। यो चटक चटक चट्किन्छ ल, हेर्नुहोस् त मेथी पनि यतिको भइसक्यो। तोरीको तेल पनि मजासँग तातिसकेको छ। अनि अब हामीले चाहिँ थोरै यसमा बेसार पनि राख्छौँ कलरको लागि। हजुरहरूले डाइरेक्ट यता अचारमा राखेर तेलमाथिबाट ज्वाइँ पार्दा पनि हुन्छ। मैले चाहिँ यसरी राखेँ। अब मैले यसमा कालो जिरालाई पनि राखेको छु। हजुरहरूसँग यो कालो जिरा छ भने राख्नुहोस् होला, अचारको टेस्ट एकदम मिठो आउँछ। यसलाई यतिकै नझानिकन यतिकै डाइरेक्ट राख्न पनि सक्नुहुन्छ। अनि हजुरहरू यो अवस्थामा सेसेमी सिड पनि राख्न सक्नुहुन्छ। ल हेर्नुहोस् त, अब तेल मजासँग तातिसक्यो। मैले अचारमा यसलाई ज्वाइँ पारेर झानिसकेको छु। अब यसलाई हाम्रो राम्रोसँग मोल्नुपर्ने हुन्छ। तेल राखिसकेपछि भित्रभित्र सबै यो आँपको अचारको मसलाहरू सबै यो भित्रभित्रसम्म लागोस् भनेर यसलाई हामीले एकदम राम्रोसँग मोल्नुपर्ने हुन्छ। यो चाहिँ अब यो मोल्दा मोल्दैदेखि खान स्टार्ट गर्दा हुन्छ। 1 महिनासम्म केही बिग्रिँदैन। यसलाई घाममा राख्नु पनि पर्दैन, केही पनि गर्नु पर्दैन। हजुरहरूले अलिअलि फ्रिजमा राखेर खाँदा पनि हुन्छ, यतिकै बाहिर राख्दा पनि 1 महिनासम्म यो बिग्रिँदैन। एकदमै मिठो हुन्छ। यो 1 महिनासम्म रहँदैन 2-3 दिनमा, दिउँसो बिहान साँझ खाँदा खाँदै सकिन्छ। यो चाहिँ एकदमै मिठो। अनि यो अहिले आँपको सिजन छ नि त, हजुरहरूले यसरी बनाएर ताजा ताजा सधैँ खान सक्नुहुन्छ। यो चाहिँ हेल्थको लागि पनि एकदमै राम्रो हुन्छ हाम्रो यसरी हरियो आँपको अचार। अब मैले चाहिँ यो आँपको अचार सबै रेडी भइसक्यो। अब मैले यो आँपको अचारलाई सिसाको बट्टामा चाहिँ यसरी राखिदिन्छु। मैले हनीहरू ल्याएको सिसाको बट्टाहरूलाई चाहिँ यसरी वास गरेर राखिरहेको हुन्छु, यसरी अचारहरू राख्नको लागि। आजको भिडियो चाहिँ हजुरहरूलाई कस्तो लाग्यो? एकदमै मिठो अनि एकदमै छिट्टो मिठो एकदमै अमिलो अचारको रेसिपी छोड्दै आजको भिडियोबाट म बिदा हुन चाहन्छु भन्दा भन्दै म एउटा कुरा हजुरहरूलाई सेयर गर्न चाहन्छु। हामीले चाहिँ यो अचारलाई हातले छुनु हुँदैन, राख्ने बेलामा कुहिन्छ भन्ने मान्यता रहेछ। त्यसैले हामीले यसरी स्पुनले राख्दै राम्रोसँग यसले थिच्दै गर्नुपर्ने हुन्छ। राम्रोसँग अचारलाई दबाएर राख्यो भने अलि धेरै पनि अड्छ अनि अलि धेरै बेरसम्मभित्र हावा नगएर एकदम बिग्रिँदैन भन्नुहुँदो रहेछ हाम्रो पुरानो पुस्ताहरूले। अब यसलाई हामीले यस्तो मजासँग यसलाई चम्चाले हुन्छ कि डाडुले हुन्छ कि केले हुन्छ, यसलाई एकदमै राम्रोसँग भित्रभित्रसँग हावा नजाओस् भनेर यसलाई राम्रोसँग खाँदेर राख्नुपर्ने रहेछ। ल हेर्नुहोस् त, मैले पनि यसलाई एकदमै राम्रोसँग खाँदिरहेको छु। अनि भोरी हुँदाखेरि पनि खानु नहुने रहेछ, तेल माथि माथिसम्म आउँछ। अनि हजुरहरूले अलिकति यसलाई रेस्ट गरेर यो नुनले सबै भित्रसम्म अलिक बिस्तारै बिस्तारै खाँदिँदै जान्छ नि त। अनि यसलाई चाहिँ हामीले अलिक कम कम गरेर तलसम्म खानुपर्छ। बाँकी रहेको छ भने एउटा स्टिलको प्लेटमा या स्टिलको कचौडामा, होइन भने फेरि सानो एउटा यस्तै सिसाको जारमा हजुरले राख्न सक्नुहुन्छ। हेर्नुहोस् त, मैले एकदम राम्रोसँग खाँदेर अलिकति एक्स्ट्रा धेरै भएको थियो अनि यसलाई चाहिँ मैले स्टिलको कचौडामा खाँदेर राखेको थिएँ। ल हेर्नुहोस् त, यसरी नै दबाइकन खाँदेर राख्नुपर्ने हुन्छ। हेर्नुहोस् त, कति मिठो आँपको अचार रेडी भयो। हजुरहरू पनि यसरी नै घरमा बनाउनु ट्राई गर्नुहोस् होला भन्न चाहन्छु। यो रेसिपी हेरेर हजुरहरू पनि बनाउनुहोस् होला। एकदमै मिठो टेस्टी अचार हुन्छ र हजुरहरूको अचारहरू 1 महिनासम्म बिग्रिँदैन। फेरि अर्को भिडियोमा भेटौँला। आज चाहिँ म छुटेँ है त।